जेनजीको रगत र बलिदानबाट बनेको सरकार यति बेला आफै अलमल्लमा परिरहेको छ। प्रधानमन्त्री बनेको 1 महिना बितिसक्दा पनि अझैसम्म जेनजीहरूको माग पूरा गर्न सकिरहेको छैन। भ्रष्टाचार विरुद्धको आन्दोलन भएकाले भ्रष्टाचारीहरूलाई समातेर कारबाही गर्न सकिरहेको छैन भने जेनजीहरूको माग पूरा हुन सकिरहेको छैन। अन्तरिम सरकारले संसदको विघटनपछि आगामी फागुन 21 गते चुनाव गर्ने भनेर घोषणा गरिसकेको छ। तर आगामी चुनावमा जेनजीको माग विपरीत पुरानै शैलीमा चुनाव हुन लाग्यो भनेर जेनजी युवाहरूले विरोध जनाइरहेका छन्। जेनजी युवाहरूले आफूहरूको माग पूरा नभए अझ ठुलो आन्दोलन गर्ने चेतावनी दिइसकेका छन्। आगामी चुनावमा प्रत्यक्ष कार्यकारी प्रमुख छान्न पाउने व्यवस्था ल्याउन पर्यो भनेका छन्। उता दलहरूको छुट्टै दबाब आइरहेको छ। दलहरूले जसरी पनि संसदको पुनर्स्थापना गर्नु पर्यो भनेर सर्वोच्चमा रिट नै दिइसकेका छन्। यति बेला जेनजी र सरकार र दलबीच द्वन्द्व चलिरहेको छ। जेनजीहरूलाई पनि सरकारमा लानु पर्यो भनेर सरकारलाई आह्वान गरेपछि यति बेला सरकार र जेनजीको वार्ता चलिरहेको छ। तर जेनजी र सरकारको वार्ता बीचमै भङ्ग हुने गरेको छ। किनकि फरक जेनजीहरूले छुट्टै समूह बनाएर सरकारसँग वार्ता गर्छन्। एउटा समूहको व्यक्तिले एउटा व्यक्तिको नाम लिन्छ भने अर्को समूहको व्यक्तिले अर्को व्यक्तिको नाम लिन्छ। यसरी समूह नै पछि फरक व्यक्तिको नाम लिने र एउटा समूहको व्यक्तिले अर्को समूहलाई विरोध गर्ने र अर्को समूहको व्यक्तिले अर्को समूहलाई विरोध गर्नाले यति बेला सरकारलाई ठुलो समस्या परेको छ। जेनजी भित्र पनि छुट्टै चलखेल चलिरहेको छ। जेनजीहरूको पनि समूहमा विभाजन हुनाले यति बेला सरकारलाई अझ ठुलो समस्या परेको छ। कस्तो व्यक्तिलाई सरकारमा लाने, कुन समूहको व्यक्तिलाई सरकारमा लाने भनेर छुट्याउने मुस्किल परेको छ। किनकि फरक समूहले फरक व्यक्तिको नाम लिने गरेका छन्। फरक व्यक्तिको नाम लिँदाखेरि एउटा समूहको व्यक्तिलाई अर्को समूहको व्यक्तिले विरोध गरिसकेपछि यति बेला सरकारलाई पनि ठुलो समस्या परेको छ। यति बेला जेनजी र सरकार र दलबीच द्वन्द्व चलिरहेको छ। जेनजीहरूको माग जसरी पनि पूरा गर्नुपर्ने सरकार यति बेला अन्यलमा परिरहेको छ। प्रधानमन्त्री बनेको 1 महिना बितिसक्दा पनि मन्त्रीमण्डलको गठन हुन सकिरहेको छैन। छोटो समयमा धेरै कामहरू गर्नुपर्ने सरकार यति बेला मन्त्रीमण्डल गठनमै अल्झिरहेको छ। यति बेला जेनजीहरूको पनि धेरै प्रश्न र टीका टिप्पणीहरू आइरहेका छन्। यति बेला जेनजी युवाहरूमाथि पनि धेरै प्रश्न र टीका टिप्पणीहरू आइरहेका छन्। जेनजी युवाहरू पनि कतै पुराना दलहरू झैँ सत्ता मोहमा त लागिरहेका छैनन् भनेर प्रश्नहरू आइरहेका छ। जेनजीहरूको यति बेला ठुलो आलोचना भइरहेको छ। किनकि सत्ता मोहमा जेनजीहरू दौडेको देखिन्छ। समूह बनाएर छुट्टै व्यक्तिहरूको नाम लिनाले यति बेला अझ ठुला चुनौतीहरू आइरहेका छन्। यति बेला जेनजीहरू पनि सत्ता मोहमा दौडेको हो कि भनेर प्रश्नहरू गर्न लागिसकेका छन्।